युट्युब च्यानलको अबाउट सेक्सनमा कसरी सोशल मिडियाको लिङ्क एड गर्न सकिन्छ भनेर म आज सिकाउन गइरहेको छु तपाईहरुलाई। तपाईहरु आफ्नो युट्युब च्यानलको अबाउट सेक्सनमा जस्तै फेसबुक, टिकटक, ट्विटर अन्य सोशल मिडियाको लिङ्क कसरी एड गर्न सकिन्छ भनेर सिकाउन गइरहेको छु यो भिडियोमा। यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। त्यसको लागि तपाईहरुले मैले आज तपाईहरुलाई वाइटी स्टुडियोबाट तपाईहरुलाई म आफ्नो युट्युब च्यानलको अबाउट सेक्सनमा कसरी सोशल मिडियाको लिङ्क शेयर गर्न सकिन्छ, एड गर्न सकिन्छ भनेर सिकाउन गइरहेको छु। त्यसको लागि सबैभन्दा पहिला आफ्नो सोशल मिडिया जुन हो तपाईको फेसबुक, ट्विटर जे हो उसको चाहिँ पहिला लिङ्क कपी गर्नु होला। कपी गरिसकेपछि जस्तो मैले चाहिँ यहाँ मैले आफ्नो फेसबुकको लिङ्क कपी गरे यहाँ। कपी गरिसकेपछि म अब यहाँबाट कपी भयो मेरो लिङ्क। त्यसपछि म वाइटी स्टुडियोमा जान्छु। वाइटी स्टुडियोमा गइसकेपछि तपाईहरु पनि यस्तै गरेर जानु होला अनि आफ्नो च्यानलको लोगोमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईको च्यानलको लोगोको दायाँ साइडमा पेन्सिलको जस्तो आइकन हुन्छ त्यसमा क्लिक गर्नु होला। त्यसमा क्लिक गरिसकेपछि यो लिङ्क भनेको छ, यहाँ लिङ्क भनेको छ अनि त्यसपछि यहाँ मुनितिर लिङ्क एड भनेको छ। यसको साइडमा दायाँ साइडमा पेन्सिलको जस्तो चिन्ह छ, यहाँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ मुनि जानु होला, एडमा जानु होला। एडमा गइसकेपछि यहाँ टाइटल भनेको छ, यहाँ टाइटलमा चाहिँ तपाईले यहाँ के को लिङ्क एड गरिराख्नु भएको छ त्यसको चाहिँ यहाँ टाइटल लेख्नु होला। जस्तो मैले यहाँ चाहिँ फेसबुकको लिङ्क एड गर्न गइरहेको छु, मैले यहाँ फेसबुक लेख्छु फेसबुक। त्यसपछि युआरएलमा चाहिँ यहाँ चाहिँ यो फेसबुकको लिङ्कलाई चाहिँ यहाँ पेस्ट गरिदिनु होला। पेस्ट गरिसकेपछि डन गर्नु होला। डन गरिसकेपछि यहाँ माथिबाट गएर यसलाई सेभ गरिदिनु होला। सेभ गरिसकेपछि ब्याक जानु होला। अब जस्तै म एउटा फेरि टिकटकको पनि लिङ्क एड गरेर देखाउँछु तपाईहरुलाई। म टिकटकमा गएँ। टिकटकमा गइसकेपछि मेरो टिकटक ओपन भयो। ओपन भइसकेपछि म प्रोफाइलमा गएँ। प्रोफाइलमा गइसकेपछि यहाँ म एडिटमा गएँ। एडिटमा गइसकेपछि यहाँबाट चाहिँ मैले आफ्नो यो टिकटक प्रोफाइलको लिङ्क कपी गरेँ। त्यसपछि फेरि ब्याक गएँ। ब्याक गइसकेपछि म फेरि वाइटी स्टुडियोमा गएँ। वाइटी स्टुडियोमा गएर आफ्नो मैले युट्युब च्यानलको लोगोमा क्लिक गरेँ, सानो लोगोमा। त्यसपछि यतापट्टि पेन्सिलको आइकनमा क्लिक गरेँ। फेरि त्यहीँ गएँ म, यहाँ पेन्सिलको आइकनमा क्लिक गरेँ। त्यसपछि फेरि एडमा गएँ म। एडमा गइसकेपछि टाइटलमा चाहिँ यो मेरो टिकटकको लिङ्क हो, सो मैले यहाँ चाहिँ टिकटक लेखेँ, टिकटक। त्यसपछि एड युआरएलमा चाहिँ मैले यहाँ आफ्नो टिकटक प्रोफाइलको चाहिँ मैले लिङ्क चाहिँ यहाँ पेस्ट गरिदिएँ। गरिसकेपछि डन गर्छु। त्यसपछि यहाँ माथि गएर सेभ गर्नु होला। माथि गइसकेपछि सेभ हुन्छ। सेभ भइसकेपछि अब चाहिँ आफ्नो यो युट्युब च्यानलमा चाहिँ युट्युब च्यानलको अबाउट सेक्सनमा यो लगाएको लिङ्कहरू हाम्रो एड भयो कि नै भनेर चेक गर्छु म। देख्न सक्नुहुन्छ यो प्रोफाइल अनि सिममा यहाँ देख्न सक्नुहुन्छ मेरो फेसबुकको र टिकटकको लिङ्क चाहिँ एड भइसकेको छ। यसरी तपाईहरुले पनि आफ्नो युट्युब च्यानलको अबाउट सेक्सनमा फेसबुक, टिकटक, ट्विटर जुनसुकै तपाईको सोशल मिडिया छ त्यसको लिङ्कहरू एड गर्न सक्नुहुन्छ। आजको भिडियो तपाईहरुलाई कस्तो लाग्यो जस्ताको जस्तै प्रतिक्रिया दिन नबिर्सिनु होला। भिडियोलाई लाइक गर्नुभएको छैन भने लाइक, कमेन्ट र शेयर पनि गरिदिनु होला।